हेलो गाइस, सबैजनालाई नमस्कार। आज चाहिँ हाम्रो घरमा टक्क लाएर के भन्दैछ हेर्न सक्नुहुन्छ। भक्का बनाउन आँटेको, ट्राई गर्न आँटेको कस्तो हुँदो रहेछ भनेर हैन। टक्क भक्काको पिठो चाहिँ मोल्दैछु म। अब यस्तै त होला नि, अब हामी गाउँ घरमा नजान्ने मान्छे जान्नेले बनाए जस्तो कहाँ हुन्छ। विकास नाम भक्का खान्छिन अरे, यता हेर खाने भक्का। गाइस, हामी भक्का खाँदैछौँ नि। भान्जीको रहरले पनि बनाइदिएको टक्क लाएर, अनि त्यस पछाडि पिठो यस्तो भयो हैन, भयो होला अब त भनेर अनि हामीले यसलाई टक्क तयार गऱ्यौँ हैन। अनि त्यस पछाडि अब यसलाई चाहिँ 1-2 घन्टाको लागि छोडिदिन्छौँ हैन। अनि छोडेपछि चाल्नले चालेको चालिँदैन रहेछ। ए नचालियोस् है भनेर एउटा चाहिँ चाल्नले बनायौँ, अरू त त्यत्तिकै। त्यस पछाडि अनि टक्क ग्यास खोल्यौँ, अनि त्यो आगोसागो बालेर अनि त्यस पछाडि भक्कालाई टक्क पकाउनको लागि रेडी बनाएर यो प्लेटमा सट्ट भक्कामा हाल्यौँ। अनि त्यस पछाडि यस्तरी पाक्दैछ हैन। अनि त्यस पछाडि अचार पनि बनाउनु पर्यो। अनि अचार पनि यस्तो बनायौँ। अनि टमाटरलाई पिसपास पारेर बनाएको हैन। अनि त्यसरी हाम्रो भक्का चाहिँ रेडी हुन्छ। अनि अब खानको लागि यो अचार चाहिँ दिदीले खाने भन्नु बेस्ट अचारसँग, अनि मैले चाहिँ अर्को अचार बनाएको छु हैन। अनि त्यस पछाडि अब भयो, अब सब गम खानु पर्यो भनेर गमका गम खाइदिएको। यस्तो मिठो भएको थियो कि मुखै कस्तो आनन्द आयो। तर मिठो भयो, घरमै बनाएर यत्तिको भए पनि बनाएकै हो भन्नुपर्छ। अब अरू प्रोफेसनल जस्तो त बनाउन सकिँदैन हैन। हस् नमस्ते, थ्याङ्क यू, बाई बाई, टाटा, सी यू।